हेलो गाइज वेलकम टु ब्याक माई न्यू मिनी ब्लग्स। आज चाहिँ गाइज हामी जाँदैछौँ धरहरा गाउँ डाँडाको। लेट्स गो गाइज। ल गाइज हामी चाहिँ अहिले साइकलमा जाँदैछौँ होइन। यो गाइज हेर्नु सक्नुहुन्छ आज चाहिँ पुरै कुहिरो लाग्यो होइन। हेर्नु गाइज यत्रो पहिरो हाम्रो अगाडि। लेट्स सी अब चाहिँ जाम। यो चाहिँ होइन गाइज गुरुङ गाउँ। हामी चाहिँ आधी बाटो चाहिँ आइसक्यौँ होइन। मेरो घर चाहिँ उहाँ तल हो, यहाँ हल्का यतापट्टि हो होइन गाइज। अहिले चाहिँ मान्छेहरू धेरै छैन, त्यही भएर चाहिँ म जाम भनेको क्या। म चाहिँ गाइज होइन कहाँ जाने हो भन्दाखेरि चाहिँ हेरेर ठाउँमा मेरो फोनको पावर कति जुम गर्न सक्छ त्यो देखाइदिन्छु। हल्का घाँसहरू चाहिँ खतरा अलिक राम्रो देखिएन होइन गाइज, तर चाहिँ राम्रै देखिन्छ। ल भाइ हिँड्छु नि, हिँड्न स्टार्ट। गाइज होइन अहिले चाहिँ गाइज हामी चाहिँ साइकलमा धरेर जाँदैछौँ। हजुरलाई थाहा भयो कि कुरा होइन। त्यही भएर चाहिँ अब म चाहिँ जाँदैछु हल्का ज्याकेट लाएरै गर्न होइन, किनकि भन्दाखेरि चाहिँ जाडो छ क्या आज चाहिँ। त्यही भएर हामी चाहिँ आधी बाटो आइसक्यौँ होइन। अब चाहिँ हामी चाहिँ रन के जाँदैछौँ। लेट्स गो। आइजा फाइनल्ली गाइज हामी चाहिँ धरेर आइसक्यौँ। यहाँ हेर्न सक्नुहुन्छ यस्तो छ यहाँको माहौल चाहिँ होइन। एकदम धेरै मान्छेहरू आएको छ, हेर्न सक्नुहुन्छ। यहाँ गाइज हेर्न सक्नुहुन्छ यति धेरै बसहरू छ र चाहिँ यो चाहिँ पिकनिक स्पट होइन। यहाँ चाहिँ अब चाहिँ हेर्न सक्नुहुन्छ भित्तामा देखाएको पिक्चर जस्तो चाहिँ अब यहाँ चाहिँ बन्छ होइन। अहिले चाहिँ पिकनिक स्पट भएर चाहिँ यहाँ यति धेरै मान्छेहरू छ, गाडीहरू पनि धेरै नै छैन गाइज हेर्न सक्नुहुन्छ। म चाहिँ होइन यहाँ हजुरहरूलाई चाहिँ बसको सोरुम देखाउँछु होइन। लेट्स गो गाइज। हेर्न सक्नुहुन्छ है, म चाहिँ अब यहाँ बिस्तारै जान्छु। यति धेरै बसहरू छ नि होइन। ल हेर्नु गाइज 1 2 3 4 5 6 7। अब यहाँ त बाटै छैन होइन गाइज, यति ढिलमा ल्याएर बस पार्क गरेछ। अब चाहिँ म चाहिँ यताबाट जान्छु। लगभग यहाँ चाहिँ 10-15वटा बस छ र चाहिँ अब चाहिँ गाइज हामी चाहिँ धरातिर जान्छौँ। हेर्न सक्नुहुन्छ यहाँको माहौल चाहिँ एकदम रमाइलो छ। हजुरहरू पनि आउन सक्नुहुन्छ गाइज। म चाहिँ यहाँ हजुरहरूलाई काठमाडौँ र लुम्बिनी एकैचोटि घुमाउँछु। हेर्न सक्नुहुन्छ त्यहाँ चाहिँ काठमाडौँको 9 तारे दल्ला छ भने चाहिँ यता साइडमा चाहिँ बुद्धको मूर्ति छ। त्यही भएर काठमाडौँ र धरेर एकैचोटि लुम्बिनी एकैचोटि घुम्नु होइन गाइज। अब चाहिँ गाइज हामी चाहिँ साइक्लिङ गर्दै त धरातिर जान्छौँ। लेट्स गो गाइज। गाइज फाइनल्ली चाहिँ म चाहिँ होइन धर्राको अगाडि आइसकेँ। अब चाहिँ गाइज हामी चाहिँ धर्रातिर एन्टर गर्छौँ। लेट्स गो। लेट्स गो।
छु क्या चाहिँ के भएर छ मलाई मेरै गाउँको कुरा थाहा छैन गाइज यहाँ चाहिँ गाइज मलाई जहाँसम्म लाउँछ होइन ग्राउन्ड बनाउने भनेर हुनसक्छ होइन माइनिङहरू लगाइदिनु खतरा आज हल्का बादल भएर क्लियर आएन गाइज नत्र बवाल हुन्थ्यो यो गाइज बगरतिरको खोला हो जस राम्रो छ बवाल लेट्स गो गाइज यहाँ चाहिँ भ्यू चाहिँ बवाल आउँछ यार गाइज हेर्नु गाइज मैले भन्दिनँ हजुरहरूलाई सोरुम देखाउँछ भनेर ल हेर्नु गाइज यहाँ चाहिँ बप्पाल देखेको छ यो आइफिल टावर जस्तो टावर प्यारिस फ्रेन्च ल्याइदिएँ गाइज फ्रान्स ल्याइदिएँ होइन मैले हजुरलाई गाइज ल गाइज हेर्नु यस्तो बल भ्यू आएको गाइज नाइस गाइज हेर्न सक्नुहुन्छ यस्तो खतरा डुला लेट्स गो गाइज अब चाहिँ गाइज म चाहिँ होइन धर्राबाट चाहिँ तल ओर्लिँदै छु लेट्स गो धर्राको हालत चाहिँ यस्तो छ होइन हेर्नु गाइज यस्तो छ कि धर्राको हालत होइन त्यही पनि म आउँछु किनकि हजुरहरूलाई राम्रो राम्रो भ्यू देखाउन पर्यो यो हेर्नु गाइज यस्तो खतरा खतरा भ्यू देखिन्छ नआए त पुरै हेर्नु नि गाइज ल हेर्नु गाइज एकदम बवाल आहा म चाहिँ तल झरेको छैन होइन अग्लो त होइन एक तल जति हो क्या फाइनली गाइज हामी चाहिँ धर्राको बाहिर आइसक्यौँ यही हो गाइज धर्रा मेरो माथि यत्रो छ बिल्डिङ होइन यहाँ चाहिँ एउटा पुवाल र चाहिँ गाइज हेर्नु सक्नुहुन्छ धर्राको निचे पुवाल बनाएको घुस्ने लिए क्या ए पोल ढलावा आयो देख सक्छ गाइज हेर्नु सक्नुहुन्छ होइन बबाल छ राम्रै छ हल्का माथि चाहिँ पातहरू पनि पलायो होइन गाइज त्यस्तो भनेको माइनर चिज हो नेपालमा होइन त्यही भएर चाहिँ इग्नोर हान्नुपर्छ जो होइन धर्रा चढ्न बाखास भ्यू हेर्नु बाखास खुस गाइज यहाँहरू चाहिँ म चाहिँ मन्दिरतिर जान्छु होइन हेर्नु होला र हाम्रो च्यानललाई लाइक सब्सक्राइब गरेर चाँडोभन्दा चाँडो 1K सब्सक्राइबर बनाइदिनु होला होइन गाइज त्यही भन्ने आशा छ गाइज अब चाहिँ हामी चाहिँ मन्दिर लाग्छौँ लेट्स गो हामी चाहिँ फाइनल्ली मन्दिर आइसक्यौँ गाइज लेट्स गो फाइनल्ली गाइज हामी चाहिँ मन्दिर आइसक्यौँ होइन गाइज म चाहिँ हजुरलाई मन्दिरहरू देखाउँछु लेट्स गो गाइज मन्दिरको मान्छे धेरै देखियो जस्तो गाइज मन्दिर चाहिँ गाइज होइन खासै प्याक भएर चाहिँ मैले त्यति राम्रो भ्लग बनाउनु पाएँ होइन भ्यू चाहिँ हेर्नु होला बवाल आएको थियो आजको लागि यति नै प्लिज लाइक एन्ड सब्सक्राइब गरेर चाँडोभन्दा चाँडो 1K सब्सक्राइबर बनाइदिनु होला आजको भ्लग कस्तो लाग्यो प्लिज कमेन्ट पनि गरिदिनु होला बाइ गाइज